नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको 997 औं भिडियोमा। आजको भिडियोमा नासो कथा संग्रहबाट गुरुप्रसाद मैनालीज्यूले लेख्नु भएको कथा पापको परिणाम लिएर आएको छु। आशा छ तपाईलाई आजको कथा पनि मन पर्नेछ। भिडियोलाई अन्त्यसम्म हेरिदिनुहोला। प्रतिक्रिया भए कृपया कमेन्टमा उल्लेख गर्नुहोला। च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने दैनिक रूपमा कथा सुन्नका लागि यस च्यानललाई सब्स्क्राइब गर्नुहोला। लागौं आजको कथा पापको परिणामतर्फ। कथा पापको परिणाम। कथाकार गुरुप्रसाद मैनाली। गोगने खोलाको सिमलचौर वन रानीवन भन्नु मात्रै थियो। चिताइदार मुखिया कान्तु पाध्यलाई कर कोसेली गरे, बेटी खेताला दिए, सबैलाई फुक्का थियो। होइन भने कसैले एउटा स्याउलो भाँच्न पाउँदैन थियो। गाउँका आइमाईले घाँस दाउरा काटे भने कान्ते गौडा बथानेर हँसिया नाम्लो खोज्थ्यो। बलजफत गरे हात छोड्न बेर लगाउँदैन थियो। कान्तुलाई देख्ने बित्तिकै बिचरीहरू घाँसको भारी बिसाएर बुटामा लुक्थे। चैत वैशाखको धूप अन्त जाउन् भने कतै एक त्यान्द्रो पाइँदैन। घाँस नलाए गाईबस्तु भोकै रहने। सासू ससुराको कचकच सुन्नुपर्ने। लिन जाउन् भने कान्तुले हँसिया नाम्लो खोज्ने। के गरून्, बिचरीहरू जिसमिसैमा वनमा पुग्थे। घाम झुल्कँदा घाँसको भारी ल्याइ पुर्याउँथे। यस्तै चोरी चकारीबाट गाउँका मानिसहरू घाँस दाउराको काम चलाउँथे। कहिलेकाहीँ दिक्क भएर गाउँका मानिसहरू कान्तुलाई सराप्न थाल्थे। यतिका वर्षदेखि फुक्का रहेको वन कान्तेको बाँझो हो र वन पाल्ने सनद गराएर ल्या। उस बेला परचक्रीलाई बन्देज गरेको आफ्नो गाउँलेलाई त छँदैछ नि भन्थ्यो। अहिले हाम्रा छोरी बुहारीको बेइज्जत गर्छ। दादाराम पाध्ये भन्थे, पापीले करेसाको वन थुनेर गाईबस्तु मारिरहेछ, परमेश्वरले पनि पो कति दिन सहलान्। गाउँमा 2-4 जना मानिस जम्मा भए कि यही चर्चा चल्थ्यो। कोही कोही कान्तुपट्टि पनि मिलेका थिए। तिनीहरू सबै कुरा लगेर कान्तुलाई सुनाउँथे अनि कान्ति पाखुरा सुर्केर भन्थ्यो, मुखिन्जेल भने तिनका बाबुका बिहा देखाइदिने थिए। कण्डा पछाडि स्यालहरू कराउँछन् नै, न्यू खोज्छन् भने भोलिदेखि गाईबस्तु चराउन पनि रोक्का गरिदिन्छु। वनका पुछारमा आवाज गर्न लाएको ठूलो चौर थियो। त्यसमा तितेपातीका सिटा र बयरका बुटा बाहेक अरू केही थिएन। त्यो चौरमा धेरैले आँखा गाडेका थिए, तर सनदका किल्लाभित्रैको जग्गा हुनाले आवाज गर्न कोही अघि सर्दैन थिए। धेरैजना कान्तुसँग माग्न गए। कसैले त मागे जति ठिकी 4 दाम पनि दिन्छौं भने, तर कान्तेले कसैको कुरा सुनेन। यता गाउँका सुकुम्बासी घरते तामाङहरू बस्तीका छेउछाउमा ससाना झुप्रा बनाएर बसेका थिए। त्यसैमा पनि कान्तु गाउँको निकास सन्धि सर्पन भनेर कचकच गर्थ्यो। के गरून्, देश काटेर जाउन् भने कहाँ जाउन्, गाउँमै बसौं भने अन्त पाइलो हाल्ने ठाउँ थिएन। बिचराहरू साह्रै दुःखले गुजारा गरिरहेका थिए। एक दिन बेलुका खानपिन गरेर चाउरे, जिउने, धने सबै खर्तीहरू जुठे कहाँ जम्मा भए। जुठे अघि कान्तुका घरको करिया थियो। उमेरमा सबैभन्दा पाको, बुज्जकी, हक्की, सोझो मानिस थियो। जुठेलाई सबैजना मान्थे। धनेले भन्यो, दाई, मालिक भनाउँदो गाउँको छेउछाउमा बस्न पाउँदैनौ, अन्त सर्ने भए सर, होइन भने झुप्रा लडाइदिन्छु भन्न लागिरहेछ। एउटा न एउटा न्यू खोजेर सधैँ झगडा गर्छ। देश काटेर जाउँ भने कहाँ जाउँ, बसु भने बस्न नदिने भो। के गर्ने, एउटा अठोट नगरी भएन। धनेको कुरा सुनेर जुठेलाई कान्तुमाथि साह्रै रिस उठ्यो। तमाखुको सरको तान्दै भन्यो, हामीले के नगर्नु गरेका छौं र, देश काटेर जाने कान्छा? यत्रो गाउँ अटेको ठाउँमा हामी 5 घर घरती अटेनौ र? सर्नै पर्ने हो भने त्यही बेसीको सिमलचौरमा सर्नुपर्छ। एकछिनपछि धनेले जुठेको हातको हुक्का तान्दै भन्यो, वनपालाका सदनभित्रको जग्गा कान्तुले देला र? जुठेले भन्यो, वन कहाँ छ र, सरकारी रानीवन फाँडे पो हाम्रो अर्घेलो। जमिन भनेको सरकारको हो। यिनले चौरका चौर तितेपाती उमारेर राख्नुहुन्छ। हामीले खनी खोस्री सरकारको तिरो तिरेर स्वास्नी छोराछोरी थन्काउनु हुँदैन। चाउरीले अलि घोरिएर भन्यो, तापनि उसँग एक वचन नसोधी आवाज गर्नुहोला। जुठेले भन्यो, अस्ति माग्न गए थिए, त्यो जग्गाको कुरै नगर। मेरो पनि 2 भाइ छोरा छन्। आफैलाई चाहिन्छ भने माग्दा नदिएपछि के गर्ने? गाउँमा पनि बस्न नपाउनु, बेसीमा पनि बस्न नपाउनु, हामीले कहाँ जानु त? जिउनेले आकाशपट्टि हेरेर भन्यो, हेर अन्याय, हामीले ओत लाग्ने ठाउँ पाएनौ। ऊ छोराका निम्ति साँचेर राख्ने अरे।
जुठेको सल्लाह सबैलाई मनासेप लाग्यो। भोलि नै सिमलचौरमा सर्ने प्रस्ताव पास गरेर सबैजना सुत्न गए। बाटामा चाउरेले भन्यो, जुठे बुढो साँच्चीकै मानिस हो बा। जिउनेले भन्यो, यो उमेर भयो, साँचो कुरामा ऊ आजसम्म कसैसँग दबेर हिँडेको थाहा पाइएन। धनीले सही थाप्दै भन्यो, आफू कसैको अर्गेलो गर्दैन, अरूले अन्याय गर्यो भने ज्यान गएको थाहा पाउँदैन, के गर्नु, गरिबको कोखमा जन्मेर पो, नत्र ठूलो मानिस हुने थियो। चाउरेले भन्यो, कान्तु पनि यसैका पौरखले कान्तु मुखिया भएको न हो, नत्र बाबुका पालासम्म अम्बाको भारी बोकेर शहरतिर बेच्न हिँड्दै थियो। घरतीहरू बाटाभरि जुठेकै कुरा गर्दै गए। 2 भोलिपल्ट साँझ पर्दा नपर्दा घरतीहरूको फौज सिमलचौरमा जम्मा भयो। कोही तितेपाती फाँडेर टहरा हाल्न लागे, कोही बार बनाउन लागे। चाउरेले वनका ठुटाबुटा जम्मा पारेर धुनी बाल्यो। केटाकेटीहरू धुनीका छेउमा बसेर खेल्न थाले। यस्तो रमाइलो उनीहरूलाई कहिल्यै भएको थिएन। धनीले बयरखारीमा आगो झोसिदियो। सारा बयरखारी पड्केर बल्न थाल्यो। रुखका पातहरू हल्न लागे। खोलाको पानी रातो भयो। जुठे ढुङ्गामा बसेर सोतेमा तमाकु खाइरहेको थियो। आज उसका मानस सरोवरमा आशाका अनेकौं तरंग चल्न थाले। मूल बाटोको छेउको ठाउँ एउटा भट्टी थपिदिए खुब चल्ती हुनेछ। गोगने खोलाको कुलो झिकेर घट्ट थाप्न सके झन् के भन्नु। खोलामा देशी पुल बन्छ भन्छन्। पुलका मुखमा साना साना पसलै राखिदिए पनि भो। फुर्सदका बेलामा माछा मारे त्यसबाट पनि फाइदै हुन्छ, इत्यादि तर्क वितर्क गरिरहेको थियो। यो आनन्दको आवेगमा उसलाई सम्पूर्ण वनस्थली नाचिरहेको जस्तो भान भयो। अग्निकाण्ड समाप्त भएपछि घरतीहरू आधा राततिर खानपिन गरेर सुते। देख्दा देख्दै सिमलचौरका वनमा एउटा नयाँ गाउँ तयार भयो। रातका बीचमा अनाश्रुतम यस्तो डडेलो कहाँबाट लाग्यो भनेर गाउँका मानिसहरू आश्चर्य भए। कसैले राके भूत होला भनी ठाने, कसैले देशी परदेशीहरू बास बसेको अनुमान गरे। भोलिपल्ट उज्यालो हुँदा नहुँदा अम्लेखेहरूले वन फाँडेर टहरा हाले भन्ने खबर गाउँमा पुग्यो। कान्तु पाड्डेका रिसको सीमा रहेन। झटपट गाँस टिपेर फतफताउँदै सिमलचौरतिर झर्यो। बच्चियाहरूको कत्रो हेलचेक्राई, न ठेकी चारदाम न बहाली पुर्जी। सरकारको यत्रो रानीवनमा डडेलो लाउन सक्नु कत्रो आँट। गाउँका मानिसहरू चाहिँ चौतारामा बसेर कान्तु र खर्तीहरूका युद्धको परिणाम हेर्न लागे। एउटाले भन्यो, बिचारा घरतीहरू पो कहाँ जाउन् त। अर्काले भन्यो, कान्तु बजिया वन पाल्ने भइरहेथ्यो, बल्ल जोडी भेट्टा, अब धनीले गोत्न बेर छैन। अर्काले भन्यो, बजियाहरूले रातभरिमै भताभङ्ग पारेर टहरा उभ्याइहालेछन्। दीनानाथ पाड्डेले नस सुर्कदै भने, आफ्नो काम हुनाले यति जाडै सिद्ध्याए, हाम्रो भए यतिका टहरा हाल्न कम्तीमा 8 दिन लाउने थिए। कान्ते उडेर सिमलचौर पुग्यो। आज ऊ साक्षात दुर्वासा भइरहेको थियो। पाखुरा सुर्कदै भन्यो, बज्जिया हो, तिमीहरूलाई मन पर्दो भयो। जुठेले अलि मुन्टो निहुराएर भन्यो, केही मन पर्दो गरेका छैनौ बाजे, हामी गरिब पो कहाँ जाउँ। यो उमेरसम्म जुठो पुरो खाएर तपाईहरूकै टहल चाकडी गरेर बस्यौं, यही जन्म्यौं, यही हुर्क्यौं, यही रानीवनमा डुलेर यो उमेर भयो। घाँस बास चराचुरुङ्गीलाई पनि चाहिने रहेछ। मागेका हौ, दिनु भएन, के गरौं, मर्न हुँदो रहेनछ। मुठीका माखा हौ, थिचे मर्छौं, छोडिदिए बाँच्छौं। कान्तेले चोर औँलो ठड्याएर भन्यो, हेर जुठे, यी सारा घरतीहरूलाई उचाल्ने तै होस्। कुराले आकाश पाताल जोडेर जितोला भन्दो होस्। मरे भने मरिहाले, बाँचे भने सरकारको रानीवन फाट्ने तिमी बज्जियाहरूलाई जेलखानामा नकुहाई कहाँ छाड्नुला। जेलखानामा कुहाउने कुरा सुन्दा भने हुतुक्क भो। अघि सरेर भन्यो, के उपद्रो गरेका छौं र जेलखानामा कुने। अनेक थरीका किर्ते तमसुक बनाएर गाउँलेका घरखेत उडाएका छैनौ। निर्दा निमुखालाई नानावली झुटा मुद्दा लगाएर उनका किलाको दुहनो भैँची र खसी बोका धपाएर ल्याएका पनि छैनौ। रानीवनका रोजा रोजा रुख बेचेर पोको पारेका पनि छैनौ। कुन जुगदेखि नाङ्गो चौरमा बयर र तितेपातीका घारी पन्छ्याएर बास बसेका छौं। नाथे बयर र तितेपातीका भुट्टा फाँड्दा पनि कुहनु परे कोही देउला के। गरिबले जहाँ पनि कुहनु नहो। मानिस सबै कुरा सहन सक्दछ, परन्तु आफूभन्दा छोटाले साह्रै होच्याएर मुख लागेको सहन सक्दैन। धनेको ओठे जवाफले कान्तु आगो भयो। थुत्त खुकुरी थुतेर बच्चियाहरूका टहरा नढाली छोड्दैन भनेर अगाडि सरेको मात्रै थियो। धनीले मुठीभरिको घोचो उजाएर भन्यो, हेर असत्य, गाउँका निर्दा निमुखालाई हेपेझै हेपुला भन्नुहोस्। सानाको पनि घर, ठुलाको पनि घर, छो मात्रै त, तँलाई यही मारेर गोगनका ढुङ्गा मुनि घुसार्न सकिन भने धने नभनेस्। गाउँबाट खेदेर पुगेन र यहाँ पनि जिस्काउन आइपुगिस्। गाँस न बाँस भएर मर्नु जति परेपछि यो एकमुठी सासको यात्राको आस। काम बिग्रन लागेको देखेर जुठीले अगाडि सरेर भन्यो, कान्छा खबरदार, मालिक हुन्, उनले जतिसुकै बिगार गरे पनि हामीले सहनै पर्छ। एक लबटो उनैले हानुन्,
हामीले हात छोड्नु हुँदैन। आज रिसाएका छन्, भोलि यिनैले हाम्रो प्रतिपाल गर्दछन्। कान्तेले लोप्रे कान लायो, विचार गर्यो, अब यहाँ मेरो विजय हुन सक्दैन, म एक्लो छु, यी बजियाहरू लाठा लिएर बसेका छन्, मूर्खसँग त जुक्ति बुद्धिले पो लड्न पर्छ, इत्यादि विचार गर्दै खुकुरी दापमा घुसारेर बिस्तारै उकालो लाग्यो। आज उसलाई साह्रै शरम भइरहेको थियो। सिमलचौरका संग्रामबाट कान्तेले ठाडो पुच्छर लाएको देखेर चौतारामा रमिता हेर्ने मानिसहरू हाँस्न लागे। एउटाले भन्यो, घरतीहरूलाई ठाडै निल्छु भनेर चुनिँदै गएको थियो, पायो स्वाद। अर्काले भन्यो, धनीले खोचो उजाएको देख्दा त मलाई अब कान्ति सिद्धियो भन्ने लागेको थियो, बाँच्यो। फेरि अर्कोले भन्यो, दुवै थरी अडिएर पो, नत्र एकापट्टिबाट हात छोडेको भए दुईजनामा एकजना नमरी छोड्ने थिएन। फेरि अर्काले हातको पार लाउँदै भन्यो, होइन, हामीलाई त कान्ते ठोकी पो हाल्थ्यो घाँटे, आज के भएर अडियो। भैरू पाध्यले भन्यो, आफूभन्दा अलि निर्दो दुब्लो देखे त ठोक्थ्यो नै, धनीलाई के लाटो थियो र ठोक्थ्यो। दीननाथ पाध्यले नस सुर्कदै भने, बलमा कान्ति पनि कम होइन बा, परार देवीघाटका जात्रामा घ्यालचोके भोटेहरूले हुल गर्दा एक्लैले सारा भोटे सोत्तर पारेका बिर्स्यौ। दाताराम पाध्यले सुर्तीको लुडो निमोट्दै भन्यो, तिमीहरू जेसुकै भन, धनीसँग कान्तिको केही लाग्दैन, धनी त साह्रै काँचो बजिया पो त, जुठेले छेक्यो होला, जुठे साह्रै बुझकी मानिस छ। 3 केही दिनपछिको कुरा हो। दिउँसो घरतीहरू साँगुको मुखमा बसेर तमाखु खाइरहेका थिए। गाउँबाट भैरू दाताराम पनि आइपुगे। कुराकानी थालेका मात्रै थिए। पारी राता माटेका चौतारोतिरबाट एकजना खुर्पे चाँद बाँधेको मानिस ओर्लियो। भैरू पाध्ये झस्के। उनको रुम्टी खेतको 10 मुरी धान परानो गोरखको हवलदारी खान्कीमा दरिएको थियो। हिउँ ताक जागिरदार आउँथ्यो र धानै भर्छु भनेर हावाकावा पार्थ्यो। गाउँका मानिसहरू जोडिएर 2-3 दिनसम्म खुसामत गरेपछि बल्ल मोहर पाथीका भाउले रुपैयाँ बुझेर जान्थ्यो। जागिरदार नफर्केसम्म भैरूपाध्ये बेपत्ता हुन्थ्यो। तिरेर नपठाइन्जेल तलसिंहलाई दूध भात खुवाएर पाल्नु पर्थ्यो। रिस उठेका साल तिर्जा बापत बेसाएर ल्याएको धानै भरेर लैजान्थ्यो। यसरी तलसिंहले दिक्क पारेको हुनाले भैरू सुइकुच्चा ठोक्नै आँटेका थिए। यतिकैमा खुर्पे चाँद बाँधेको मानिस आइपुग्यो र भन्यो, यो गाउँको नाउँ के हो? दातारामले जवाफ दिए, सिमलचौर। घरती गाउँ कुन हो? यही हो। घरतीहरूका नाउँमा वन मुद्दाको म्याद छ। को हुन् देखाइदेऊ। म्यादको कुरा सुन्ने बित्तिकै घरतीहरूको छाती ढुकढुक गर्न थाल्यो। कहिले मुद्दा मामिलामा नपरेका सरल प्राणी छाँगाबाट खसे जस्ता भयो। एकछिनपछि हत्केलाले घाम छेक्दै जुठे घरतीले भन्यो, हामी नै हौ साहेब। कुन अड्डाबाट आउनुभयो? को हुनुभयो? चौतारामा गोस्वाराबाट हवलदार हौ। हवलदारले म्याद बुझाइदियो। दाताराम अक्षर चलेका मानिस थिए। अलिअलि हेरकोर पनि गर्थे। गाउँमा परिआएको लगन सायद उनी हेर्थे। खोकिलाबाट चस्मा झिकेर पुछ्न लागे, कुन जुगमा किनेको चस्मा? कानमा सिउरने दुवैपट्टिका मुन्द्रा भाँचिएर जनैको धागो गाँसेका थिए। चस्मा लगाइसकेपछि धागो कानमा बेर्नु पर्थ्यो। ऐनाको वरिपरि मैल जमी राखेको थियो। चस्मा लगाएर एकछिन यताउति हेरेपछि कनी कुथिकन दाताराम म्याद बाँच्न लागे। घरतीहरू चाहिँ एकसुर भएर सुनिरहेका थिए। जुठे घरती आर्डर दिने, भने काले समेत भई फाट्ने गरी सनदका किल्लाभित्रका रुख बुट्टा फाँडी जबरजस्ती जग्गा आवाद गरे भनी कान्तिले उजुर गरेको रहेछ। म्याद पढिसकेपछि गहभरी आँसु पारेर जुठेले भन्यो, राम राम, कस्तो अन्याय, रिस उठ्यो भनेर यस्तो हुँदै नभएको झुटा कुरा पनि लेख्नु। सरल प्राणीहरू सबै कुरा सहन सक्दछन्, तर आफूलाई कसैले मिथ्या आक्षेप लगाएको सहन सक्दैनन्। कसैले झुटो दोष लगायो भने उनको आत्मा विचलित हुन्छ। आज यही हाल घरतीहरूको हो। जुठेले भन्यो, बाजे, हामी गरिबहरू सिमलचौरमा बसेको मुखियालाई साह्रै नजाति लागेछ। सोझो मुखले नबस जाओ भनेको भए बेलैमा आफ्नो बाटो लाग्ने थियौं। संसारमा भोकै मरेको को छ र? पाखुरामा बरकत भए यस्ता नाथे खोरिया 50औं पाइन्छ। छुँदै नछुएको वन फाँडे भनेर लेखेछन्। अरे, यस्तो अपराध पनि बोल्नु? दातारामलाई कान्तिका उपर साह्रै रिस उठ्यो। कान्तिको अत्याचार देखेर उनको रगत उम्लन्थ्यो। कान्तिको र घरतीहरूको तानातानी चलिरहेको देखेर उनी आजकल घरतीहरूकै ओड लिन्थे। वनमा कान्तिले मनपरी गर्नुभन्दा गरिब घरतीहरू नै खाउन् भन्ने थियो। सुर्तीको बासा फुकाउँदै भने, हत्तेरी लाछी, पापीले पाप बोल्यो भनेर पनि दुःख मान्नु? भन्नेले भने त आफ्नो आत्मा चोखो छ भने कसैले भन्दैमा हुन्छ? परमेश्वरले गर्छन् न्याय, नखाएको विष पनि कतै लाग्छ। जुठेले खिन्न भएर भन्यो, के गर्नु बाजे, वनका पुछारमा हामी बसेका छौं। 4 मुलुकले फाँडेको वन हामी गरिबका थाप्लामा पर्न बेर छैन। जालीसँग कसको के लाग्छ? अस्ति पनि तिमीहरूलाई जेलखानामा नकुहाई छाड्दिन भन्थे। के कान्तिको मुलुकहरू जेलखानामा कुने? जमिन भनेको सरकारको हो। तिमीहरू पनि सरकारकै प्रजा हो, के को डर?
कालेले भन्यो, गाउँको मनिजन भएपछि गरिब दुखीको ओत होस् तब पो ठुलो, जिउ छाडेर लुटपिट गर्न खोजे को सक्दैन। दातारामले भने, के को मनिजन हुन्थ्यो डाकु, निर्दो दुप्लो देख्यो भने खेद्छ। धनेले झोक देखाएर भन्यो, बाजे हात खुट्टा भाँचेर एउटा गब्जेरामा नघुसारेसम्म कान्ते तह नलाग्ने भयो। निर्दा निमुखामाथि अचाक्लै गर्न लाग्यो। अस्ति नै खुट्टा भाँचिदिउँ भनेको यही बुढाले छेक्यो र पो। त्यस दिन हात खुट्टा भाँचिदिन पाएको भए थन्केर बसिरहने थियो। छाडै भएर नहो, यसले मुलुकका स्वास्नी छोराछोरी रुवाएको। घरतीहरू दातारामका उपर बहुतै श्रद्धा राख्थे। उनलाई आफ्नो सच्चा हितैषी सम्झन्थे। यस गाउँमा उनीहरूका निम्ति दाताराम बाहेक अर्को अवलम्ब थिएन। जुठे घरतीले भन्यो, बाजे परेपछि हुनेसम्म गर्नै पर्यो, आफूले जाने सुनेको केही छैन, कसो गर्नुपर्ने हो? आजका 15 दिनभित्र अड्डामा गएर खोलुवा दिनुपर्छ। अड्डाले पनि त तिमीहरूले वन फाडे नफाडेको जाँच्ला नि। कान्तेले फरेब गर्दैमा हुन्छ। चाउरीले कपाल कन्याउँदै भन्यो, के गर्नु बाजे, वन औलाले खुइलिएको कपाल झै नाङ्गो भइरहेछ। वनका छेउछाउमा हामी बसेका छौं। जहाँ चाउँदा हामीले फाडेको भनिदिन्छन् के। आजकलका मानिसहरूका पेटमा धर्म छैन। जिउनेले भन्यो, त आफू परेर हामीलाई किन जोगाउँथे? दातारामले भने, हेर जिउने, कान्तेले धर्म छोडे पनि गाउँलेले कहिले छाड्ने छैनन्। तिमीहरूले छुँदै नछुएको वन घरतीहरूले फाडेको भनेर कसरी भन्लान् ए गाठे, मर्नु पर्दैन। जुठेले भन्यो, बाजे खोलुवा दिएपछि तारिख बोक्नुपर्छ होला। हामी सबैजना तारिखमा हिट्नु पर्यो भने स्वास्नी छोराछोरी भोकभोकै मर्छन्। त अघि मैले कान्तेमाथि बिजाई विद्युत मुद्दा हाल्दा 2 वर्ष तारिख धाउनु परेथ्यो। तारिख खेप्न साह्रै गाह्रो पर्छ जुठे। जिउनेले उत्सुक भएर सोध्यो, मुद्दा कसले जित्यो नि बाजे? कसले जित्यो? ऊ धनी कमलको सिपालु, बोलक्की, म एक्लो निमुखो, उसैले जित्यो। साँझ पर्यो। दाताराम गाउँतिर लागे। हवलदारलाई लिएर घरतीहरू खोप्रातिर पसे। कसैले दाल चामल, कसैले नुन तिहुन ल्याएर हवलदारलाई दिए। कालेले 4-5 वटा माछाको सुकुटी ल्याएर अगाडि राखेथ्यो। हवलदार भात पकाउन लाग्यो। घरतीहरू पिँढीमा बसेर तमाखु खान लागे। सन्ते आएर जुठेको काखमा बस्यो। जुठेले भन्यो, बाबु हवलदार साहेबलाई सलाम गर। सन्तेले करसँग सलाम गर्यो। हवलदारले भन्यो, घरती दाई, छोरा त निकै चला खोला जस्तो छ। ठुलो भएपछि जंगी परेडमा जागिर खुवाउनु पर्छ। के गर्नु साहेब, पहिलो घरबार बिग्रियो र बुढेसकालमा अर्की स्वास्नी ल्याए। यस्तै चिची भुडी जन्मेका छन्। गाउँमा सन्धि सर्पन भनेर टेक्न दिएनन्। घरतिरको औलोमा आएर छाप्रो उभ्याएको। यही पनि मुद्दा लगाइदिए। बालबच्चाको चिहिलबिहिल हुन आँट्यो। केही धन्दा नमान, राजा उदाएका छन्। अन्यायमा मरिँदैन। अड्डामा परिआएको हामी पनि गरौँला। 4 असारको महिना। गोगने फाटमा धुमधामसँग रोपाई चलिरहेको थियो। घाम झुल्कदा नझुल्कदै किसानहरू हल गोरु लिएर खेतमा पुग्थे। कान्तेले अम्बोटे खेत हिल्याएर ठिक्क पारेको थियो। कान्तेका खेतमा अम्बोटेको सबैभन्दा ठूलो खलो थियो। अम्बोटे रोप्दा बाजा हालेर रोपाई गर्थ्यो। रोपाईका दिन कान्ते बिहानै ठाडो चौतारामा गएर खेतालाको उर्दी लाउँथ्यो। उर्दी लाएका दिन हल गोरु हुनेले हल गोरु, नहुनेले धुरी पिच्छे 1-1 जना खेताला पठाउनु पर्थ्यो। गाउँका दमै बाजा लिएर जम्मा हुन्थे। गीताङ्गीहरू आलीमा बसेर रसिया हाल्थे। निकै रमाइलो हुन्थ्यो। बिहानै कान्तेले चौताराबाट खेतालाको उर्दी लायो। घरतीहरू जुठेका पिँढीमा बसेर तमाखु खाइरहेका थिए। कान्ते कराएको सुनेर जुठेले भन्यो, लौ मुखियाले उर्दी लाए, हामीहरूका घरबाट पनि 1-1 जना खेताला पठाइदिनुपर्छ। चाउरेले भन्यो, कहिले सिमलचौरबाट खेदु भन्छ, यस्ता असतीलाई केको खेताला दिनु? धनेले झोकिएर भन्यो, यो जुठे बुढो कहिलेकाहीँ यस्तै पाङ्न पुच्छरको कुरा गर्छ। नकाटेको वन काटे भनेर झेलखानामा कुहाउने सुर झिकिरहेछ। यो चाहिँ खेताला दिउँ भन्छ। जुठेले नली गालामा अड्याएर भन्यो, हेर कान्छा, गाउँका तालुकदार हुन्। उनका तालुकमा बसेका छौं। असार र मंसिरमा 2 खेताला मुलुकमा जहाँका तालुकदारले पनि पाएका छन्। झगडा छ त अर्कै कुरामा छ, कसुर छैन। लडौँला, पशुपतिको राज्य हो। राजा उदाएका छन्। अड्डाले अन्याय गरे राजाका ढोकामा जाउँला। झगडा पर्यो भनेर आफ्नो मर्यादा छोड्नु हुँदैन। सबैको चित्त बुझ्यो। जुठेको कुरा कोही काट्दैन थियो। घरतीहरूका घरबाट 1-1 जना खेताला कान्तेका मेला गए। घरतीहरू चाहिँ अड्डातिर खोलुवा दिन हिँडे। साँझ पर्न लागेको थियो। चारै कुना ढाकेर बादल उठ्यो। एकछिनपछि मुसलधारे पानी दर्कियो। गोगने खोला उर्लेर हेरि नसक्नु भयो। मकैका बोटमा झमझम गरेर पानी पर्दा एउटा अलौकिक आनन्दको अनुभव हुन्थ्यो। सन्ते पिँढीमा बसेर रुपेलाई आमा आई,
आई आमा आई आई भनेर थुमथुमाउँदै फुलाउँदै गर्न लागेको थियो। रूपी चाहिँ कलङ्का शब्द गरेर रोइरहेको थियो। त्यो अँध्यारो सन्ध्यामा जुटेका यी दुई बालक सन्तान दरिद्रताका प्रतिमूर्ति जस्ता देखिन्थे। एकछिनपछि कान्तिका रोपाईँबाट रुच्दै भिज्दै मंगली आइपुगी। थकाइले क्लान्त भएकी थिए। घुम टाँटमा खोप्टाएर पिँढीमा थुचुक्क बसी रूपी दौडिएर आएर मंगलीको काखमा टाँसियो। मेरो बाबालाई कति भोक लाग्यो होला भनेर रूपीको कपाल सुमसुम्याउँदै दूध खुवाउन लागि। रूपी बीचबीचमा सुक्क सुक्क गर्दै दूध खान थाल्यो। सन्ते पनि नजिकै आएर बस्यो। मंगलीले पोल्टाबाट मकै झिकेर सन्तेका दौरामा हालिदिए। सन्ते पनि मकै चपाउन थाल्यो। एकछिनपछि जुठे पनि खुल्वा दिएर आइपुग्यो। छत्री छानामा राखेर लुगा निचिर्यो अनि अगेनामा आगो बालेर तमाकु भरेर खान लाग्यो। मंगली भात पकाउने तर्खरमा लागि। खोलुवा दिएर आएपछि धनेको तुजुक बेग्लै भयो। गाउँघरका मानिस भेट हुँदा खुब फुर्ती लाएर भन्थ्यो, कान्ते घरतीहरू डरले त्यसै भाग्छन्, अड्डामा जानै सक्दैनन् भन्थ्यो। नबिराएको कुरामा के को डर, यी खोलुवा दिएर आयौं। कान्तिले गाउँघरमा पिरपिराउ गरेर निर्धा निमुखालाई टिकी नसक्नुभयो भनेर बडा हाकिमसँग करायौं। विचार गरौला, नडराऊ भनेका छन्। अड्डामा कान्तिको मुखै देखिएन। तारिख लिएर कुदिहालेछ। यहाँ पिँढी साँडे भएर निर्धा दुप्लालाई पिरोल्ने मात्रै हो। अड्डामा चोर बिरालो चाहिँ लुकी लुकी हिँड्छ। खुलुवा दिएर आउनु पनि यी अनाथ प्राणीका निम्ति यति ठूलो विजय हो। बाटाका छेउमा घर, कहिलेकाहीँ कुनै झगडियाहरू बास बस्न आयो भने के मुद्दा हो, कहिलेदेखि परेको, झगडिया कस्तो भनेर मुद्दाको अधोपान्त कुरा सोध्थे र मुद्दा लड्दा जुक्ति बुद्धि पुर्याएर लड्न पर्छ। जन्मजुग मुद्दा मामलामा नपरेका सिकारु मानिसहरू रहेछौ, होस राखेर काम गर भनेर अर्थी उपदेश दिन्थे। 5. घरतीहरू मकै भित्राएर कोदो गोट्न मात्रै लागेका थिए। वन जाँचको डोर आएर दातारामका कटेरामा बस्यो। डोर आएको खबर एकछिनमा गाउँभरि फैलियो। कान्ति कसैलाई दही, कसैलाई दाल चामल, कसैलाई नुन तिहुन बोकाएर आफू बोको घिच्याउँदै आइपुग्यो। घरतीहरू पनि भेला भए। धने कालेले एक एक भारी दाउरा ल्याएर राखिदिए। जिउने ढुङ्गा खोजेर चम्का गाट्न लाग्यो। चाउरे गाग्री बोकेर खोलातिर हिँड्यो। सिपाहीहरू बोको काटेर खुइलाउन लागे। मुखिया मिसिल हेर्न लाग्यो। सुबेदार टाँटमा उपर खुट्टी लाएर सिलो खाल्न थाल्यो। बैदारले चाहिँ कटुवाललाई डाकेर भोलि गाउँभरिका मानिसहरूले डोरमा सामेल हुनु भन्ने उर्दी सुनायो। डोरवालाहरूले खानपिन गरिसकेपछि घरतीहरू जुठेका खोप्रामा जम्मा भए। धनेले जुठेसँग भन्यो, कान्ति डोरसँग बसिरहेछ, अब के जाल गर्ने हो। कान्तिले डोरसँग जाल गरेर के हुन्छ र कान्छा, हामी गरिबलाई बिगार्न सपार्नु पञ्च परमेश्वरका हातमा छ। धर्म छाडेर कान्तिपट्टि लागे भने मर्यौं, साँचो कुरा भनिदिए भने बाँच्यौं। चाउरीले लामो सास फेरेर भन्यो, छुँदै नछोएको वन घरतीले काटेको भनेर कसरी भन्ठान्लान् ए घाटे। हामीले गाउँलेको के नगर्नु गरेका छौं र, मर्नु पर्दैन। जिउनेले भन्यो, यो कलीमा मर्नुपर्छ भन्ने कसले देखेको छ र माइला, मानिस खुबी हेरेर काम गर्छन्। कालेले भन्यो, त आफू बिग्रेर हामीलाई किन सपार्थे। जुठेले गहभरी आँसु पारेर भन्यो, जसो होला परमेश्वर छन्, गर्लान् नि एउटा छ्यान। बिचरा यी निरीह प्राणीहरू आज ठूलो चिन्तामा निमग्न भए। कत्रा कत्रा मनसुवा लिएर सिमल चौरमा बस्न आएका थिए। कुन विपत्ति भोग्नु पर्यो। मानिस एक थोक चिताउँछ, भाग्यले छलेर अर्कै थोक गरिदिन्छ। भोलिपल्ट गाउँका सारा मानिस सिमल चौरमा जम्मा भए। बाहुन, क्षेत्री, मगर, तामाङ, तमै, कामी कोही बाँकी रहेन। सानो सानो जात्रा लाग्यो। डोरका मानिसहरू वनमा छापछाप्ती भएर बुटा बुटा गन्ती गर्न लागे। जंगी परेटले गोगनेको काठे सागु बनाउँदा काटेको, कटुन्जेको पाटी बनाउँदा काटेको, कान्तिले रुपियाँ खाएर बेचेको, गाउँलेले घर कटेर बनाउँदा काटेको इत्यादि एउटा ठुटा बाँकी रहेन। दिन ढलेपछि बल्ल गन्ती सिद्धियो। ठुटा बुटाको साँधी भएन। यतिका रुख ककसले के कामलाई काटेको हो, लौ देखाइदेऊ भनेर मुखियाले सोध्यो। गाउँलेहरू मुखामुख गर्न लागे। कसले काटेको भनुन्। 4 गाउँका माझको वन नकाट्ने एउटा थिएन। सबैले काटेको भनुन् भने गाउँका गाउँ स्वाहा हुन्छ। घरतीहरूले काटेको भनुन् भने धर्मको हत्या हुन्छ, गाई मर्छन्। सरजमिनहरू साह्रै असजिलोमा परे। बहिदारले कान्तेपट्टि फर्केर भन्यो, सरकारले वन रोक्न राख्या तिमीलाई हो, कसले काटेको हो लौ भन। मैले त घरतीहरूले काटेको भनेर अघि नै जाहेर गरिसकेको छु, मसँग के सोध्नुहुन्छ। धने रिसले भुतुक्क भयो। पाकुरा सुर्कदै भन्यो, हामीले कहिले काट्यौं ए असत्य। बोल्न पाए भनेर पाप धर्मको डरै नराखेर किन झुटो बोल्छस्। वनका माझमा त बचिया बसेको छस्, तैँले नकाटे कुन तेरा बाबुले काट्यो त। लगान काट्ने मानिसको पत्तो। अरू बेला भए धनीले खोचो उजाइहाल्ने थियो। अड्डाका कामदार कारिन्दा बसेका हुनाले केही बोलेन। काम बिग्रन लागेको देखेर जुठी उभियो र सरजमिनपट्टि फर्केर हात जोडेर भन्यो, बाजे हो, तपाईहरूको जुठो पुरो खाएर बसेका चाकर हौ,
रुख काट्न त के एउटा स्याउलो भाँचेका छैनौं। तपाईहरूलाई थाहै छ, एक पटक मर्ने जिन्दगी हो। अजम्बरी पाएको कसैले छैन। ईश्वर सबैमाथि छन्। धर्म जस्तो ठूलो केही छैन। पञ्च परमेश्वर हुनुहुन्छ। हामी 5 घर गरीब शरणमा छौं। दूधको दूध पानीको पानी गरिदिनुहोस्। धर्म भनेको कत्रो पदार्थ। धर्मको नाम सुन्ने बित्तिकै कस्तै आततायीको आत्मा पनि काम्न थाल्छ। जुठेको पुकार सुनेर सारा जनसमूह स्तब्ध भयो। डोर छाडेर भाग्नै आँटेका थिए। बैदारले कड्केर भन्यो, खबरदार, मुचुल्कामा सही छाप नगरी जान पाउँदैनौ। कान्तेले झोक देखाउँदै भन्यो, तिमीहरूका घर परिवारको वन देशको मानिस आएर काटेन। घरतीहरूले काटेका छैनन् भन्छौ भने तिमीहरूले काटेछौ। त्यही बेहोराको मुचुल्का लेखिदियो र दण्डतिर बस। तर एउटा कुरामा सही छाप नगरी जान पाउँदैनौ। घरतीहरू घोडामा हात राखेर कान्लाका आठमा टुक्रुक्क बसिरहेका थिए। जुत्रा लुगा लगाएका, दुब्ला, भोक र दुःखका ज्वालाले जलिरहेका। मुखमण्डलबाट करुणा र वेदनाको नदी बगिरहेको थियो। अश्रुपूर्ण नयनले यो विशाल जनसमूहपट्टि टुलु टुलु हेरेर दयाको भिक्षा मागिरहेका थिए। संसार कति मतलबी छ। आफ्नो उपर नपरेसम्म मानिस सरल र सौजन्यका मूर्ति देखिन्छन्। आफ्ना उपर पर्न लाग्यो भने अनाथलाई मारेर आफू जोगिन्छन्। अनादिकालदेखि निर्बल मरेका छन्। बलवानको विजय भइरहेको छ। भर्खर जन्मेको अबोध शिशुको घाँटी थिचेर आमा बाबु आफ्नो जगन्ने पाशविक कर्मलाई समाज र कानूनको आँखाबाट लुकाउने चेष्टा गर्छन्। त्यसवखत मातापिताको त्यो पवित्र वात्सल्य प्रेम लोक लज्जाको डरमा विलीन हुन्छ। सरजमिनहरू कानीखुसी गर्न लागे। एकछिनपछि त्यो गुप्त समितिबाट गरिब मार्ने प्रस्ताव पास भयो। दीननाथ पाध्यले आँखी भाउ खुम्च्याएर भने, हामी वन रुगेर बसेनौ। वनका गोठाला कान्ते मुखिया हुन्। उनी घरतीहरूले काटेको भन्छन् भने हामी के भनौं? म त घरतीहरूले काटेको भनेर सही हाल्छु। मुख पढ्ने मानिस चाहिएको थियो। दीननाथले त्यो भन्नासाथ सबै एकोरिए। घरतीहरूपट्टि कोही हेर्दैन थियो। मुचुल्का तयार भयो। सही छाप गरेर सबैजना लाखापाखा लागे। संग्राम समाप्त भयो। गरिब घरती हारे। कान्तु पाध्यको विजय भयो। जुटेका आँखाबाट आँसुका धारा बग्न लागे। समाजका उपर उसलाई ठूलो आशा थियो। गाउँलेले यसरी धर्म छाड्लान् भनेर सपनामा पनि चिताएको थिएन। हत्केलाले आँसु पुस्दै भन्यो, बुढेसकालमा 2टा पोथ्रा जन्मेका थिए। यिनको बिचल्ली भयो। परमेश्वर, पाप धर्मको विचार गर्ने तिमी छौ। म गरिबका आँसुले नपोलोस् भइगो। बेलुका घरतीहरू सबै जुटेका जम्मा भए। धनीले न्याउरो मुख लाएर भन्यो, दाई, राजा लागेको र खोलो लागेको ठाउँमा नबस्नु भन्छन्। अब यस खोलामा हाम्रो भोग सिद्धियो। जाउँ, बालबच्चा बोकेर मुक्लान्। उहाँ पनि त धनीले गरिबलाई यसै गरी सताएका होलान् नि। जहाँ गए पनि अभागी पुरपुरो सँगसँगै जान्छ कान्छा, जुठेले भन्यो। चाउरेले भन्यो, तैपनि देश काटेर गएपछि परेको दुःख सुख यी शत्रुले देख्न त पाएनन् कि? यिनका मुखिन्जेल गाँस नबास भएर मर्नुभन्दा त मुगलान गएर एक छाक खाएर बस्नु भेष। जुठेले लामो सास फेरेर भन्यो, यही जन्म्यौं, यही बन्यौं। हाम्रो थात, हाम्रो रन वन भन्थ्यौं। जुनीभर हाम्रो हाम्रो भनेको ठाउँमा त यो गति भयो। अब मुलुक बिरानो, भाष बिरानो, रीतिथिति बिरानो भएका ठाउँमा गएर के सुख पाउला र जेठान? पर्सिपल्ट तारिक थियो। धने त नजाउँ भन्थ्यो, तर जुठेले भन्यो, आखिर हराउने भए हाकिमले नहराई छाड्दैन। घरै बसेर पनि दण्डकुण्ड गरिहाल्छन्। बरु हाकिमसँग रुनु कराउनु असल। भर्सक गरिब देखेर दया माया गर्लान्। नगरी लागेको सजाय सोझो सामु भएर बेहुरी दिए सधैँको झकझक हराउँछ। घरतीहरू तारिकमा गए। 4-5 दिनपछि कान्तु पाध्य आयो। मुद्दा फैसला भएछ। जनही 4-500 दण्ड लागेर घरतीहरू कैद परेछन्। जग्गा पनि बाँचिने भएछ। घरती गाउँमा रुवाबासी चल्यो। गर्ने भन्ने झेलखानामा परिहाले। स्वास्नी छोराछोरीको चिहिल बिहिल भयो। बालक छोराहरू बोकेर मंगली रुँदै अड्डातिर हिँडे। अस्तिको सुन्दर नगर आज मसान भयो। 8-9 महिनापछिको कुरा हो। जेठको उखुम थियो। गाउँमा झाडा बान्ताले मानिसहरू फाटफुट मर्न लागे। अघि त कसैले याद गरेन, पछि साह्रै मचियो। दिनको 10-12 जना मानिस मर्न लागे। बिहान सरसराउँदो देखिएको मानिस बेलुका मर्यो भन्ने सुनिन्थ्यो। गाउँले साँझसम्मै ढोका थुनेर बस्थे। मलामी पाइँदैन थियो। 2 दिनका व्यथाले दीननाथ पाध्य मरे। त्यसका भोलिपल्ट कान्तुकी स्वास्नी खसे। स्वास्नी खसेको पर्सिपल्ट 3 घडीको अघिपछि भएर दुवै छोरा गए। कान्ते छाती पिटेर रुन लाग्यो। उमेर ढल्ने बेलामा परमेश्वरले 2टा लाल दिएका थिए। छोराहरू पनि सुनका प्रतिमा जस्ता थिए। कृष्ण 11 वर्षको र केदार 9 वर्षको थियो। कान्तिलाई 3-4 जना मानिसले अठाइ राखेका थिए। तैपनि झम्टेर छोराहरूलाई अगालो हाल्न पुग्थ्यो। जीवन उद्यानमा यी 2टा सुन्दर कुसुम फुलेको देखेर उसका हर्षको सीमा थिएन। पढाएर विद्वान तुलाउला
गर्ला, कुटुम्बभरिकी राम्री कन्या खोजेर बिहा गरिदेऊला, एउटा छोरालाई सिमलचौरमा घर बनाइदेऊला, एउटालाई गाउँको घरमा राखुला भनेर कत्रो कत्रो मनसुवा चिताएको थियो। विधिले त्यो लहलह भइराखेको उद्यानलाई एकछिनमा तोडमोड पारेर मैदान बनाइदियो। आँखा चिम्लेर कत्रो सुख स्वप्न देखिराखेको थियो। परमेश्वरले बिउजाएर कुन दृश्य देखाइदिए। मानिसहरूले भने यो अर्थको होइन, कान्तेलाई अनाथ घरतीहरूको शराब लागेको हो। बिचरा गरिबहरूलाई जसरी रुवाएको उसै गरी आफूले पनि डाँको छोडेर रुनु पर्यो। कान्तेको जीवनको प्रगति एकदम बदलियो। उसको आत्मा सधैँ एकान्त रोदन गरिरहन्थ्यो। पुत्र शोक भन्दा पनि एउटा अज्ञात वेदनाले हृदय व्यथित भइरहन्थ्यो। बहुधा एक्लै हिँड्थ्यो। त्यो तेजोमय अभिमानी मुखमण्डलमा गाडा चिन्ताले घर बनायो। यस्तो उन्मत्त मस्तक एकदम निहुरियो। खेतबारी सारा बाँझै रहे। कहिले पकाएर खान्थ्यो, कहिले 2-3 दिनसम्म भोकभोकै रलिएर हिँड्थ्यो। कान्तेको जीवन तीव्र वैराग्यले भरिएको कुनै सन्यासीको जस्तो हो। धन सम्पत्तिको पनि उति ममता थिएन। जसका निम्ति पाप धर्म त्यागेर यत्रो वैभव जोडेथ्यो तिनीहरू सबै छोडेर गए। अब कसका निम्ति साँचोस्? एउटा जीव त पशु पंक्षीले पनि पालेका छन्। धार्मिक भावना पनि बढेर आयो। जिसमिसमै नुहाएर आधा दिनसम्म पाठ पूजा गर्थ्यो। द्वारमा कोही दिन दुखी आयो भने मुटिका ठाउँमा मानो दिन्थ्यो। 7 झमक्क साँझ पर्यो। बिजुलीको चहकिलो प्रकाशमा कान्तिपुर शहर उज्जवल तथा मनोहर देखियो। इन्द्रजात्राको मेला। जुन गल्लीमा पनि मानिसको घुइँचो छ। पसलेहरू व्यापारमा तल्लिन्छन्। बजार र पसल जगमग छ। कहीँ गान बजान भइरहेछ। मानिसहरू तृप्त भएर आमोद प्रमोद गरिरहेका छन्। यो भव्य नगरी स्वर्ग झैं दिव्य र सुन्दर देखिन्थ्यो। तर दुखीको जीवन त जहाँ पनि दुःखमय नै हुन्छ। ऐश्वर्यले भरिएको यस विशाल नगरीको एउटा गल्लीमा भोक र तिर्खाको ज्वालाले जलिरहेको एउटा अनाथ बालक करुण स्वरले हजुर एउटा पैसा भनेर कराइरहेको थियो। हजारौं नर नारीहरू त्यस पथबाट आउँथे जान्थे, तर त्यसको दुःख र वेदनाले भरिएको आर्तनादका उपर कोही ध्यान दिँदैनथ्यो। कसैले सुनोस् नसुनोस् बालक अविरल स्वरले याचना गरिरहेको थियो। मुखमण्डलमा विषाद र दरिद्रताको गम्भीर छाया परिरहेको थियो। शरीरमा रक्तको लेस थिएन। जिउमा एउटा झुत्रो दौरा बाहेक अरू केही थिएन। अलि बेरपछि एकजना मानिस लम्कदै आयो। त्यसलाई देखेर बालकले भन्यो, हजुर एउटा पैसा। आगन्तुक कान्तु थियो। बालकको स्वर सुनेर उभियो। चिने जस्तो लाग्यो, तर ठम्याउन सकेन। कान्तुका कपालमा स्मृति र कल्पनाको द्वन्द्व हुन लाग्यो। सोध्यो, तेरो घर कहाँ हो नानी? सिमलचौर। बाबुआमा कहाँ छन्? बाबु झेलखानामा मरे। आमा ऊ पर पार्टीमा बिरामी छिन्। कान्तुको छाती ढुकढुक गर्न लाग्यो। तैपनि हो कि भनेर फेरि सोध्यो, बाबुको नाउँ के हो? जुठे। तेरो नाउँ के हो? सन्ते। कान्तुका कपालमा पानीको गाग्रो घोप्टियो। पूर्व स्मृतिले हृदय मथ्न थाल्यो। सन्ते र कृष्ण दुवै सँगै खेल्थे। सन्ते यताउताबाट साना साना ढुङ्गा बटुलेर ल्याउँथ्यो। कृष्ण आँगनका छेउमा घर बनाउँथ्यो। कहिलेकाहीँ दुवैजना खोल्सामा गएर सुप्लाको धारा बनाएर खेल्थे। कठैबरा एउटा साथीलाई दैवले चुनेर लग्यो। एउटा बाटाका छेउमा बसेर एक एक पैसाका निम्ति कल्पिरहेछ। कान्तुले एउटा मोहर झिकेर हात कमाउँदै सन्तेका हातमा राखिदियो। शान्तेका आनन्दको पारावार रहेन। यस राजपथको छेउमा बसेर माग्न लागेको कैयौं दिन भयो, तर यति ठूलो दान आजसम्म कुनै दानीले दिएको थिएन। रात धेरै भइसकेको थियो। टोलटोलका भजन मण्डलीहरू उठ्न लागे। सन्ते पनि उठेर हिँड्यो। केही फरक गरेर कान्तु पनि पछि लाग्यो। अलि बेरपछि सन्ते एउटा देवालय नजिकको भग्न पाटीभित्र पस्यो। डियासलाई कोरेर टुकी सल्कायो अनि मुख फुटेको मटिया बोकेर पानी लिन गयो। कान्तु कुनै भयंकर अपराधीका झैं ढोकाका आठमा लुकेर सन्तेका दुखी जीवनको विभत्स दृश्य हेरिरहेको थियो। भित्तापट्टि पुरानो गुन्द्रीमा मंगली सुतेकी थिए। बखत बखतमा बेहोससँग प्रलाप गर्थे। अगेनाका छेउपट्टि थाङ्नामा एउटा बालक जाडोले खुम्चिएर सुतिरहेको थियो। सम्पत्तिका नाउँमा 2-3 वटा थोत्रा भाँडा बाहेक अरू केही थिएन। मंगलीका लुगाहरू सबै फुस्रो सिन्दुर दले जस्ता थिए। किलामा ढोको नाम्लो झुनै राखेको थियो। ढोको नाम्लो पनि फुस्रो सिन्दुर पोते जस्तो थियो। यस दृश्यबाट रोग शय्यामा पर्नुभन्दा पहिले यस अनाथिनी विधवाले इटा बोकेर बालक सन्तानका प्राण रक्षा गरेकी रहेछ भन्ने कुरा स्पष्ट हुन्थ्यो। एकछिनपछि सन्ते पानी लिएर आयो। मंगलीले बाबु पानी खान देऊ भने। सन्तेले पानी खान दियो। पानी खाएपछि मंगली फेरि प्रलाप गर्न लागि। गुहार। कान्तेले खोप्रामा आगो सल्काइदियो। लोग्ने डरेर मरे। छोराछोरी पिल्सिन लागेका छन्। रोगीको प्रलाप सुनेर कान्तिका दुवै गोडा भुइँमा गाडिए। शरीर शून्य भयो। आँखा तिरमिर हुन लागे। उनका कानमा कसैले भन्यो, पापी, यो तेरै पापको परिणाम हो। कथा पापको परिणाम। कथाकार
गुरुप्रसाद मैनाली, तपाईलाई के कस्तो लाग्यो कृपया कमेन्टमा उल्लेख गर्नुहोला। अब लागौं हिजोको भिडियोमा सोधिएको गाउँ खाने कथातर्फ। हिजोको भिडियोमा सोधिएको गाउँ खाने कथा रहेको थियो, हात खुट्टा छैनन् बस्छ झोलाभित्र माया गर्न जाने बन्छ सधैँ मित्र के हो, र यसको सही उत्तर हो पुस्तक। अब लागौं आजको गाउँ खाने कथातर्फ। आजको लागि गाउँ खाने कथा रहेको छ, सेतो हिउँ ताईमा राख्दा पग्लेर जाने के हो। प्रश्न एकपटक फेरि, सेतो हिउँ ताईमा राख्दा पग्लेर जाने के हो। यस प्रश्नको उत्तर तपाईलाई थाहा भए कृपया कमेन्टमा उल्लेख गर्नुहोला। लागौं हिजोको भिडियोमा कमेन्ट गर्नुहुने दर्शक श्रोताज्यूको नाम अनि कमेन्ट वाचनतर्फ। रिता बजीज्यू लेख्नुहुन्छ, किताब र कपी हो सर, मलाई हजुरले भन्नुभएको कथा एकदम मनपर्छ भन्नुहुन्छ, पुस्तक वा किताब सही उत्तर रहेको छ। अर्जुन बिसीज्यू लेख्नुहुन्छ, नमस्कार सर, कथाहरू एकदमै राम्रा छन्, मिठो वाचनको लागि धेरै धेरै धन्यवाद सर भन्नुहुन्छ, धन्यवाद। युजर टीएक्सज्यू लेख्नुहुन्छ, कथामा एकदमै मिठास छ सर, समयले साथ दिए सम्म सुन्ने गर्छु भन्नुहुन्छ, धन्यवाद। माया श्रेष्ठज्यू लेख्नुहुन्छ, नमस्कार जुजलपा, आदरणीय जमिन सर, शुभ बिहानी। हाम्रो पाटनको रातो मचिन्द्रनाथको नाकको कथाहरू सुन्न पायौं, क्या खुसी लाग्यो हामीलाई, हस्। आजको उत्तर किताब हो भन्नुहुन्छ, सही उत्तर। त्यसैगरी सुषमा भण्डारीज्यू लेख्नुहुन्छ, मलाई हजुरले भन्नुभएको कथाहरू धेरै राम्रो लाग्छ, यति राम्रा कथाहरू भन्नुभएकोमा हजुरलाई हृदयदेखि नै धन्यवाद सर भन्नुहुन्छ, धन्यवाद। त्यसैगरी हेमचन्द्र खड्काज्यू लेख्नुहुन्छ, पैसा। त्यसैगरी राउत कुशलज्यूले पनि कमेन्ट गर्नुभएको छ। त्यसैगरी विष्णु सापकोटाज्यू लेख्नुहुन्छ, किताब र कापी जस्तो लाग्छ सर मलाई त भन्नुहुन्छ, सही उत्तर। मोहन राईज्यू लेख्नुहुन्छ, नमस्ते सर, 2 फूल 1 भूलको कहिले सुनाउनुहुन्छ होला, लौ न सर प्लिज भन्नुहुन्छ। म यो उपन्यास खोजिरहेको छु, प्राप्त भएमा अवश्य वाचन गर्नेछु। त्यसैगरी राउत कुशलज्यू लेख्नुहुन्छ, वाउ, र विकेश वज्रचार्यज्यू लेख्नुहुन्छ, किताब र कपी होला भन्नुहुन्छ, सही उत्तर रहेको छ। कमेन्ट गरिदिनुहुने सम्पूर्ण दर्शक श्रोताज्यूलाई धेरै धेरै धन्यवादका साथ यसरी नै कमेन्ट गरिदिनुहोला भन्दै आजको कथा बसाईबाट म कथावाचक जमिन राईलाई पनि बिदा दिनुहोस्, नमस्कार।